सङ्घर्षबाट कहिले डराउनु हुँदैन, किनकि यो पनि एउटा कथा हो जुन सफल भएपछि सुनाउनु सबैलाई मजा आउँछ। त्यो कारणले गर्दाखेरि सङ्घर्ष हुन्छ, सङ्घर्षबाट कहिले पनि भाग्नु हुँदैन। जिन्दगी हो कहिले उकालो कहिले ओह्रालो भइ नै हाल्छ लाइफमा, कहिले पनि हिम्मत हार्नु हुँदैन। मान्छे हो, हिम्मत हार्यो भने आफै पछि परिन्छ। त्यो कारणले गर्दाखेरि जस्तो सुकै परिस्थितिमा पनि सङ्घर्ष गर्न छोड्नु हुँदैन। जति नै कठिन परिस्थिति भए पनि हिम्मत नहारी अगाडि बढौँ, एक दिन सफल बन्ने नै छ। आज गाह्रो छ, आज अप्ठ्यारो छ भनेर हामी हार नमानौँ। जिन्दगीमा सङ्घर्ष गर्न बाँकी नै छ।